यो हाम्रो गुरु पनि बेपत्ता छ। त्यो गुरु पनि मरेको छ कि बाँचेको छ त्यो के अरे त्यो जानकारी छैन। त्यो गुरु मरेको छ भने हामीलाई मरेको मृत्यु दर्ताको पत्र हामीलाई चाहियो। जिउँदो छ भने के कारणले अब गयो त्यो मान्छे के कारणले गएको हामीले सोध्नु पाउनु पर्छ। त्यो मान्छे हामीले भेट गरेर दिनुपर्छ। अमर कुमारले माथि पठाएको छ, किन पठायो त्यो कुरा हामीले जानकारी छैन। मन्दिर भत्काइ गरी रातारात माथि पठाएको भनौँ न। अब त्यस्तो अन्य अत्याचार भयो। दर्शकबिनहरू, आज तपाईँहरूको बिचमा जनप्रभा.com दमकका स्थानीयवासी शेरबहादुर लिम्बुज्यू चाहिँ हामीसँग हुनुहुन्छ। खास गरी उहाँले हामीलाई विगतका केही महिनादेखि निरन्तर सम्पर्क गर्दै आइरहनु भएको थियो र आज उहाँ चाहिँ हामीसँग भेट्नुको कारण र आफ्नो विषय राख्नको कारण के हो त भनेर उहाँसँग हामीले जान्ने प्रयास गरेका छौँ र उहाँको समस्याको विषयमा केन्द्रित रहेर हामी कुराकानी गर्नेछौँ। अबको क्रममा उहाँलाई स्वागत छ। हजुर नमस्कार पत्रकारज्यू। तपाईँको शुभ नाम? मेरो शुभ नाम शेरबहादुर यङह्याङ लिम्बू। हजुर, मेरो शुभ नाम। दमक कति नम्बर? दमक 1 नम्बरको। तपाईँले हामीलाई खासमा किन खोज्नुभयो? यत्रो समयदेखि तपाईँहरू निरन्तर तपाईँहरूले हाम्रो कुरा राखिदिनुपर्छ भनेर पटक पटक फोनमा तपाईँले कुराकानी गर्नुभएको विषय के हो तपाईँले राख्नु चाहेको? यो विषय चाहिँ एउटा धार्मिक स्थलको कुरो छ। 2018 सालदेखि थामिलिएको भन्ने बुढापाकाले पुर्खाले कुरो गरिल्याएको थियो। मैले पनि 40 साल 45 सालदेखि धुपौरो भएर मलाई पनि खटाएर त्यहाँ धुप गर्नु पूजा गर्नु मलाई अराएर बोलाएर त्यहाँ आएर आएको हुँ र बस्दै आउँदाखेरि त्यहाँनेरि अब एउटा भूमाफिया त्यहाँ मन्दिरको 1 नम्बरको किरातेश्वर अब शिव महादेव मन्दिर थियो। अनि त्यहाँ अब गाउँले अब मान्छेहरूले त्यहाँ मन्दिरको मान्छेहरूले पूजा गर्नु मलाई बोलाएर त्यहाँ परिवारै लिएर हामी बसेको 45 सालदेखि बस्दै आएको। तर नियुक्ति चाहिँ परिवार लिएर 54 सालमा चाहिँ गाईबस्तु भैँसीहरू ल्याएर प्रवेश भएर पूजा गर्दै आउँदाखेरि चाहिँ 2075 सालमा चाहिँ गुन्डा शैलीले एक ट्याक्सी गुन्डा लिएर अमरबहादुर कुमारले एक ट्याक्सी लिएर 81 मन्दिर भत्काउँछु नभनिकन चाले नपाइकन मान्छे ल्याएर डाङडुङ गुन्डा शैलीले मन्दिर भत्काएर त्यहाँ मन्दिरको सार सामान पुरानो पैसा नयाँ पैसा कागजपत्र अनि सामान तमान जम्मै उठाएर सामानहरू जम्मै फुटाएर महागुरु फाल्गुनन्दको फोटो फ्रेमहरू उहिलेको मान्छेहरूले सजाएर राखेको पुजिराखेको थियौँ। अनि वर्तमान गुरु आमा आत्मानन्द गुरु आमाहरूको फोटो फ्रेम सजाएको हामीले पुज्नु लागेको थियो, पुजिराखेको थियौँ। 20-30 वर्षको समयमा पुज्दै आउँदाखेरि अमरबहादुर कुमारले गुन्डा शैलीमा एक ट्याक्सी मान्छे एक गाडीले मान्छे ल्याएर लुटायो। अमरबहादुर कुमार भन्नुभयो? हजुर। उहाँले किन त्यसरी चाहिँ तपाईँहरूले पूजाआजा गर्दै आउनुभएको मन्दिरलाई बल प्रयोग गरेर भत्काउनु भएको त्यो हजुर के कारण हो भने चाहिँ त्यहाँनेरि अब हाम्रो लिम्बू समुदाय त्यति नभएको अरू मात्रै भएको धुपबत्ती गरेको पनि कुरा नबुझेको अब आध्यात्मिक कुराहरू उनीहरूले थाहा नभएको अनि फेरि त्यो अलिकति के अरे वरिपरिको जनप्रतिनिधिहरूले पनि यो अब धार्मिक स्थल भनेर थाहा नभएको मान्नुपर्छ भनेर थाहा उसलाई ज्ञान बुद्धि नभएकोहरूले मन्दिर भत्काउन लागेर त्यहाँको मन्दिरको के अरे माटो चाहिँ बेचेर खाइहाल्ने विचार गर्यो अनि भत्कायो। त्यो नबुझेर भत्काएको हो। अनि त्यो जग्गा अमरबहादुर कुमारज्यूको थियो र भत्काएको हो कि चाहिँ के हो अलिकति प्रश्न गर्नु? त्यो अमरबहादुर कुमारको जग्गा भन्ने कुरो त हामीले थाहा थिएन। पहिले 2018 सालदेखि ऐतिहासिक मन्दिर धार्मिक स्थल थियो भनेर सबैले भनिरहेको थियो र हामी पनि अब पूजा गर्दै बसेको, अरूले पूजा गर्ने आदेश दिएर अराएर हामी बसेको र त्यो उसको जग्गा भने त हामी त्यत्रो गाईबस्तु लिएर प्रवेश भैँसीहरू प्रवेश परिवार प्रवेश लिएर त्यो टारमा हामी प्रवेश आउँदाखेरि मेरो जग्गा भन्नु पर्थ्यो। उसले मेरो जग्गा पनि भनेन, कहाँदेखि गाईबस्तु लिएर यस्तो परिवार लिएर गाईबस्तु लिएर यहाँ प्रवेश आएको कहाँदेखि आयो के हो भनेर उसले भन्नु पर्थ्यो।
अब हामी त्यहाँ नबस्थ्यौँ, गुरुहरूले भनेको नसुन्थ्यौँ र बस्नु पनि दियो। उसले पनि सेवा पूजा गर्न सघाउँदै आउँदा आउँदा 20 गते हाम्रो अब गुरुले, प्रमुख गुरुले चाहिँ अब म बुढो भएँ, अब चेलाबुलाले थाम्छ यो मन्दिर अब पास पनि गरिदेऊ, के अरे दर्ता पनि मन्दिरको माटो छुट्याइदेऊ, मन्दिरलाई पास पनि गरिदेऊ, तिमीहरूलाई मैले धेरै संरक्षण जग्गा जमिनको मैले संरक्षण तिमीहरूले संरक्षण गर्दै आएँ। यो मन्दिर अब म बुढो भएँ, मेरो चेलाबुलाले थाम्छ, यो मन्दिरको माटो छुट्याइदेऊ भनेर वार्ड अध्यक्ष, जनप्रतिनिधि, गाउँ बुढापाकाहरू सबै बोलाउन लगाएर त्यो बोलेको थियो साउन 20 गते 75 साल साउन 20 गते। अनि त्यसको भोलिपल्ट के अरे हुन्छ भनेर अमरबहादुर कुमारले हुन्छ हामी सल्लाह गरौँ भनेर प्रतिज्ञा दिएर हिँडेको मान्छे भोलिपल्ट नै त्यो बुढोले माथि घरमा लगेर यता पठाएन, 3 दिनसम्म पठाएन, बेलुका नै पठाएन, बिहान पनि पठाएन, 3 दिनसम्म पठाएन। एकैचोटि एक गाडी मान्छे ल्याएर गुरुलाई अगाडि ल्याएर धुप हाल कि धुपाल, हामी भत्काउँछौँ भनेर एकैचोटि पाखुरामा समातेर ल्याएर मन्दिर जबरजस्ती धुप हाल्न लगाएर नमान्दै धुप हाल्न लगाएर मन्दिर डाङडुङ भत्काएर त्यहाँको गुरु फाल्गुनन्द गुरुको फोटो फ्रेम फुटाएर वर्तमान गुरु आमाहरूको वर्तमान आत्मानन्द गुरु, सामावेद गुरु आमाहरूको फोटो फ्रेमहरू फुटाए, शिवजी पार्वती गणेशहरूको मूर्तिहरू फुटाए जम्मै, भगवान श्री कृष्णको फ्रेमहरू पनि चेलाको कसै चेलाले राखेको थियो, हामी पुजिरहेको थियौँ, त्यो पनि फुटायो। अनि नष्ट गरेर चाहिँ लगभग मन्दिरकै सामानमा तोडफोड गरेर लगभग 20 लाखको क्षति गरेर समातमार उठाएर लगेको छ। अनि साथै रातारात माथि पान्थरको उसको मान्छे पदम लिम्बूलाई बोलाएर दिइपठाएको छ। के कारणले दिइपठायो त्यो जिउँदो छ कि हाम्रो गुरु मर्यो हामीलाई थाहा पत्तो छैन। अनि यो मुद्दा त अब यत्रो साह्रो हुँदा पनि तपाईँहरूले सरकारको निकायहरूसँग काहीँ न्याय माग्नको लागि जानुभएको? न्याय मागियो, त्यो भत्का तोडफोड गर्नु साथै दमक इलाका थानामा गएर निवेदन पेश गरियो। अनि साथै भोलिपल्ट झिकाएर अनि छलफल गर्दाखेरि लारुम्बाको हाम्रो किराँत धर्म साहित्य उत्थान सङ्घ अध्यक्ष डौकेन्द्र अध्यक्ष पनि मन्दिर भत्कायो भनेपछि यहाँ आउनु भनेपछि थानासम्म आउनुभयो। थानासम्म आउनु भएपछि छलफल गर्दाखेरि मन्दिर भत्क्यो, तोडफोड गरियो, यो धर्म हिंसा भयो भनेर छलफलमा निस्क्यो। अनि उसलाई कारबाही हुँदाखेरि अनि जनप्रतिनिधि, वार्ड अध्यक्ष अनि गाउँ बुढापाका आफै मन्दिर भत्काउने मान्छेले 1 महिनाभित्रमा मन्दिर बनाइदिन्छौँ, झै झगडा नगरौँ भनेर समयले हामीले फकायो। अनि मन्दिर बनाउने सहमति हामीले कागजमा राख्यो, उनीहरूले पनि हस्ताक्षर गरेर मन्दिर बनाउने कागज राखेको छ, प्रमाणहरू छ हामीसँग, कागजी गरेको प्रमाणहरू छ। तर उनीहरूले त्यो मन्दिर बनाएन। मन्दिर नबनाएपछि मुद्दा दर्ता गऱ्यौँ, अदालतमा दर्ता गरेपछि 3 वर्षमा मन्दिरकै पक्षमा फैसला गरिदिनु भयो न्यायाधीशले। अनि रोमनाथ ओली लगतै तत्काल रोमनाथ ओली दमक मेयर साहबकोमा गएर के गर्नुपर्ने भनेर भन्दाखेरि सल्लाह गर्दा अब मन्दिर त धुपाती गर्न त रोकिनु हुँदैन, धुपाती हामीले गर्नु पाउनुपर्छ भनेर भन्दाखेरि ल धुपाती सादा धुपाती गर्नु, मुद्दा चल्यो भने सादा धुपाती गर्नु, पक्की संरचना नगरी भनेर पक्की संरचना नगरिकन हामीले सादा धुपबातीले मात्रै फुलले मात्रै धुपाती गर्दै थियौँ। अनि हाम्रो मेयर साहबभन्दा ठुलो बनिएर तारा के अरे हरि न्यौपाने 1 नम्बर वार्ड अध्यक्ष हरि न्यौपानेले फेरि कागजी गरेर निषेधाज्ञा गर्यो। निषेधाज्ञा गरेपछि मेरो कागजी मेरो घरमा टाँसिदियो। अनि टाँसिदिएपछि अमरबहादुर कुमारले फेरि गुन्डा शैलीहरू त्यहाँ रूपले खुकुरी, रोल, डन्ठा, ढुङ्गा लिएर त्यहाँ मन्दिरमा जानु नसक्ने स्थिति हामीले बनाएपछि अनि धेरै अन्यायमा परेको छौँ। यो मन्दिरलाई म यो मिडिया मार्फत भन्न चाहन्छु, अनुरोध गर्न चाहन्छु, बिन्ती म टक्राउन चाहन्छु। यो धुपाती ऐतिहासिक धुपाती गर्ने ठाउँ त्यति धेरै अहिले 8 वर्ष भयो हामीले धुपाती गर्नु नपाएको। कतिजना मान्छे मरि पनि सक्यो, 2-4 जना मान्छे अकालमा नि मरेको छ। अब हामी पनि धेरै बिमारी भएर छ। धुपाती गर्ने ठाउँलाई त्यसरी रोका गर्नु हुँदैन, मान्छेमा अशान्ति हुन्छ, झगडा हुन्छ, तोडफोड हुन्छ, झगडा राज्यमा पनि अशान्ति हुन्छ।
यस्तो धुपबत्ती गर्ने ठाउँलाई निषेध गर्ने होइन कि मेरो अनुरोध यो अब छिटोमा छिटो अब सर्वोच्च अदालतमा हाम्रो मुद्दा चल्दैछ उताबाट चाहिँ सर्वोच्च अदालतबाट चाहिँ हामीले मन्त्री पक्षमा मन्त्री पक्षमा फैसला गराइदिनु हुन्छ र हामीले न्याय दिलाइदिनुहुन्छ भन्ने आशामा हामी बसेको छौँ। तपाईँहरूको अहिलेको माग चाहिँ के छ उहाँहरूसँग? यो मिडिया उहाँहरूले हेरिराख्नु भएको छ भने जोसँग तपाईँहरूको अहिले विवाद भइरहेको छ, मन्दिर सार्वजनिक चाहिँ मातहतमा हुन्छ, समाजको मातहतमा हुन्छ होइन, धार्मिक चाहिँ आस्था भरोसा सबैले राख्न पाउँछ, यसरी भत्काउने कुरा गरेको छ उहाँहरूले भने यसमा कारबाही कुनै निकायले गरेको छ? कारबाही त पहिला त्यो इलाका थानामै कारबाही हुने थियो, तर अब मन्दिर बनाउने सहमतिमा हामीले राख्यो, उनीहरू पनि बस्यो, अनि कारबाही गर्ने मौका नै उम्क्यो होइन। त्यहाँदेखि अहिलेसम्म कसैले कारबाही पनि गरेको छैन। अब कारबाहीको लागि चाहिँ अब धार्मिक स्थल हो, त्यति नराम्रो कारबाहीमा हामी के गर्नु भन्ने धार्मिक अब सन्त महन्त मान्छे हौँ, अब पुजारी मान्छे पुरोहित मान्छे हौँ, अब उनीहरू पनि नराम्रो नहोस्, हामी पनि नराम्रो नहोस् भनेर एउटा अब भन्ने गरेको छैन, एउटा नहोस् भन्ने त गरेको छैन। मन्दिरलाई चाहिँ छिटो बनाइदियोस् भन्ने कागजीमा चाहिँ हामी बसेको छौँ, तर कागज बनेको अनुसार सुरक्षितै छ, तर त्यो कार्यान्वयन उनले नगरेको हुँदाखेरि अब दमकको न्याय समिति, दमक नगरपालिका न्याय समिति सुद्धोले मन्दिर बनाउने सहमति कागज हस्ताक्षर गरेको छ। त्यसमा चाहिँ अब मन्दिर बनाउन बनाइदिएन। अब यिनीहरूले यो गरिब पीडितहरू त्यसो भएपछि तपाईँहरूले चाहिँ न्याय माग्नको लागि अदालत जानुभयो? अदालत गयौँ, जिल्ला अदालतबाट जित्नु भयो? जिल्ला अदालतबाट हामीले न्याय पायौँ। पुनर्वेदन अदालतमा त्यो मुद्दा त्यो दमकै फेरि के अरे नगरपालिकाको हाकिमहरू गएर जनप्रतिनिधि तारा अधिकारी गएर हामीले हराए, के गर्यो गरेर हामीले हराए, अनि हामी हारेपछि अनि सर्वोच्चमा गएको छौँ। हजुर, तर एउटा म भन्छु कि एउटा कुरा चाहिँ के रहेछ भने चाहिँ जिल्ला अदालतले तपाईँहरूको पक्षमा फैसला गरियो र उच्च अदालतले तपाईँहरूको विरुद्धमा फैसला गर्यो र अहिले तपाईँहरू फेरि न्याय माग्नको लागि उच्च अदालतको डिसिजन हामीलाई ठिक लागेन र यसलाई चाहिँ पुनर्विचार गरियोस् भनेर तपाईँहरू अहिले सर्वोच्चमा गएको छौँ। त्यसो हुँदाखेरि सर्वोच्च अदालतले पक्कै पनि होइन न्याय तपाईँहरूलाई दिनेछ, जनताको न्याय अन्तिम बिन्दु नेपाली जनताले आशा भरोसाको केन्द्रको रूपमा सर्वोच्च अदालतलाई हेरेको छ। जनताको समानताको निम्ति, सम्मान न्यायको निम्ति पक्कै पनि तपाईँहरूको पक्षमा फैसला अथवा न्यायिक पक्षमा फैसला, तपाईँहरूको पक्षमा त होइन, पक्षमा फैसला होस् भन्ने कामना हामी गर्न चाहन्छौँ। र म तपाईँसँग सोध्न खोजेको कुरा चाहिँ यत्रो समयसम्म तपाईँहरू लडिराख्नु भएको छ, 8 वर्ष भयो नि, 8 वर्ष होइन, 8 वर्षको समयसम्म लडिराख्नु भएको छ भने तपाईँहरूको माग जम्मा एउटा मन्दिर बनाउने, मन्दिरको माग हाम्रो जस्तो उहिले सार्वजनिक रूपमा मन्दिर पुजेर आएको थियो त्यस्तै मन्दिर चाहिँ हुनु परोस्, सारा दुनियाँले त्यहाँ पूजा गर्न पाओस्, सारा दुनियाँले त्यहाँ शान्ति सुरक्षा पाओस्, आत्मा शान्ति पाओस्, आत्मज्ञान पाओस्, गुरु ज्ञान पाओस्, ब्रह्म ज्ञान पाओस्, गुरु ज्ञान सिकोस्, भगवानको एउटा आशीर्वाद पाउने ठाउँ त्यो, त्योलाई चाहिँ कसैले मसै खानु बेची खानु हामी हुँदैन भन्ने अनुरोध र हामीलाई त्यो पक्षमा चाहिँ मन्दिरको पक्षमा मिडियामा सबै के अरे भक्तजन मानव जातिहरूलाई सबै यो मन्दिरमा चाहिँ सबैले के अरे मद्दत दिनु होला, सहयोग दिनु होला, सबैले मद्दत दिनु र सहयोग दिनु होला भन्ने र यो भगवानप्रतिको यो स्थानलाई मसै खानु हुँदैन भन्ने अनुरोध गर्दै एउटा कुरो, यो हाम्रो गुरु पनि बेपत्ता छ, त्यो गुरु पनि मरेको छ कि बाँचेको छ त्यो के अरे त्यो जानकारी छैन। त्यो गुरु मरेको छ भने हामीलाई मरेको मृत्यु दर्ताको पत्र हामीलाई चाहियो।
जिउँदो छ भने के कारणले अब गयो त्यो मान्छे के कारणले गएको हामीले सोध्नु पाउनु पर्छ। त्यो मान्छे हामीले भेट गरेर दिनुपर्छ। अमर गुरुलाई चाहिँ कुमारले कसले लगेको? अमर कुमारले माथि पठाएको छ, किन पठायो त्यो कुरा हामीले जानकारी छैन। मन्दिर भत्काइ गरी रातारात माथि पठाएको भनौँ न। अब त्यस्तो अनि अत्याचार भएपछि अनि अब कोही मान्छ यहाँ हाम्रो त यहाँ मन्दिर नै अब तोडफोड गरेर हराइदियो, मसाइदियो। अब हामी धुपबत्ती गर्ने ठाउँै छैन। बाहिर खोलामा गयो, डाँडामा गयो, कता कता टाढो गयो, खोलामा गएर धुपबत्ती गर्दैछौँ। हाम्रो बस्ने अब स्थलै त्यही हो। हाम्रो अब ठाउँ ठहर पनि छैन। त्यो मन्दिरको लागि मुद्दा अब खेपिरहेको छौँ, लडिरहेको छौँ। त्यो गुरु फेरि मैले अब 52-53 सालदेखि मैले एउटा महिष गार्जेन भएर मैले नै वृद्ध भत्ता बनाइदिएको। मैले नै बुवा आमाभन्दा राम्रो नै हामीले अब हेरिरहेको, समाजले पनि हेरेको थियो, हामीले पनि हेरेको थियौँ। त्यो गुरु यस्तो किसिमले अब बेपत्ता भयो, किन माथि पठाएको छ। अमरबहादुर कुमारले मैले पठाएको हुँ भनेर लेखेको पनि छ, बोलेको पनि छ। किन पठाउनु पर्यो? त्यसबाट चाहिँ हाम्रो नराम्रो चाहिँ एउटा बिथोलिएको मन्दिरको लागि चाहिँ हाम्रो नराम्रो कण्ठ निस्क्यो। तर सामान्य अब सर्वोच्च अदालतले हामीलाई न्याय दिलाएर हामीलाई चाहिँ न्याय पाइयो भने भइगयो भन्ने आशामा छौँ। हस्, तपाईँलाई हजुर। धन्यवाद।